अस्ति चन्दनपुरमा कति दिन बस्नुभयो त नि? हिँड्ने भयो कविताहरू जानु भयो शनिबार आयो। अनि कविताहरू पनि सँगै आए? होइन कविताहरू पहिला सुरुबार आए के भएर शनिबार आयो। अब शनिबार त्यो दिन नहुने अब निर्मलै आउने भइहाल्यो भने अब शनिबार आएर होइन शनिबार आएर अब त दबाई त उहाँ लिन जानुभन्दा यहीँबाट किन्नै ऊ हुन्छ, उहाँ जानै महँगो पर्छ। उस्तै हो, उहाँ गएर लिएर आउँदाखेरि उस्तै पैसा परिहाल्छ। त्यहाँनिर गाडी जाँदैन, छुट्टै गाडी लिएर जानु रोडभन्दा भित्र जानु पर्छ। त्यो टाइम टेबलले गएको गाडी आउँदाखेरि बेलुका घर आउनु भ्याइँदैन। फर्म पनि त्यो किताब पनि काठमाडौँमै छ। अब आइपर्छ किनेर खाने पेक पेकेर मात्रै खाने त्यो पिसाउँछु के के त्यो टङ्गुरो दिएर त्यो एउटा त्यो महँगो पर्ने रहेछ। त्यो अरू खाएर प्रेसरको पनि खाइरहनु पर्छ।